केही दिन अघि मात्र मैले एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको थिएँ। मेरो एकजना आफ्नै नजिकको साथी सवारी दुर्घटनामा पर्नुभयो, त्यो पनि सडकमा रहेका छाडा पशु चौपायाको कारणले गर्दा। उहाँ आफू पनि घाइते हुनुभयो, सवारी साधनमा पनि ठुलो क्षति भयो। त्यस्तै गरी सडकमा छोडिएको त्यो जुन जनावर थियो, गाई थियो, उसले समेत मृत्युवरण गरेको थियो। मैले तपाईँलाई त्यो स्टोरी सेयर गरेको थिएँ। आज त्यसैसँग सम्बन्धित एउटा फेरि नयाँ अपडेट दिन आइरहेको छु। आज बिहानैदेखि बुटवल उपमहानगरपालिकाले सडकमा छाडिएका बजारमा यत्रत्यत्र रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापन गर्नका लागि अभियान नै सुरु गरेछ। मेयर साहब आफै पनि हातमा लाठी लिएर त्यस्ता जनावरहरू सङ्कलन गर्दै हिँडेको भिडियो फोटोहरू अहिले सञ्जालमा छ्यापछ्याप्ती तपाईँहरू पनि देखिरहनु भएकै छ। यो अत्यन्तै महत्त्वपूर्ण आवश्यक पनि थियो, जुन बुटवल उपमहानगरपालिकाले त्यो कुरालाई अगाडि बढाएको छ, व्यवस्थापनका लागि परेको छ। अन्य सरकारवाला निकायहरूलाई पनि आह्वान गरेको छ, आम स्थानीय जनतालाई पनि आह्वान गरेको छ, लगेर गौशालामा व्यवस्थित गर्ने जुन अभियान सुरु गरेको छ। यो तपाईँ हामी सबैले सहयोग गर्न, साथ दिनका लागि अति महत्त्वपूर्ण छ, आवश्यक पनि छ। त्यसले गर्दा यो तपाईँ हामी सबैको जिम्मेवारी हो। सडकमा यत्रत्यत्र यस्ता किसिमका जनावरहरूलाई छोड्नबाट रोकौँ र छोडिएको छ भने तिनलाई चाहिँ लगेर कुनै निश्चित ठाउँमा अथवा गौशालामा लगेर व्यवस्थापन गरौँ। यसमा तपाईँ हामी सबैले सहकार्य गर्न जरुरी छ। धन्यवाद बुटवल उपमहानगरपालिकालाई। र अब अन्य पालिकाहरूले पनि यसलाई चाहिँ सिरोधार्य गर्नुपर्ने हुन्छ, यो कुरालाई चाहिँ आत्मसात गर्नुपर्ने हुन्छ। मैले खास गरी बुटवल र भैरव आसपासका सडकमा देखिएका छाडा पशु चौपायाहरूको भिडियो सम्प्रेषण गरेको थिएँ। मेरै भिडियोको कारणले नभए पनि यो आवश्यक छ भन्ने कुरा अहिले तपाईँले देखिहाल्नुभयो। यसले पक्कै पनि आगामी दिनमा क्षति न्यूनीकरणमा र साथसाथै सहरको सौन्दर्यीकरणमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पशुहरूको अधिकारको कुरा पनि जोडिएर आउँछ। लगेर व्यवस्थित तरिकाले राख्ने, खानपानको व्यवस्था मिलाउने त्यो पालिकाले गर्ने नै छ। आगामी दिनमा पनि यस्ता अभियानले अझ सार्थकता पाउन्, देशव्यापी रूपमा यस्ता अभियान सञ्चालन गरिनुपर्छ। यति भन्न चाहन्छु। धन्यवाद।